जे हो त्यही जस्ताको त्यस्तै नढाँटी नलुकाई पत्र पत्र केलाई एउटा सार्थक र प्रष्ट संवाद कार्यक्रम पेट बोली। नमस्कार, एभरेस्ट एफएम 93 मेगाहर्जको यो छलफलमूलक प्रस्तुति कार्यक्रम पेट बोलीको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म हुँ शिशिर, प्राविधिक सहकर्मी रविभूषण पराजुलीको साथमा। कार्यक्रम पेट बोलीमा हामी विशेष गरी समसामयिक विषयवस्तुमा केन्द्रित भएर छलफल गर्ने गर्दछौँ र त्यसलाई मसिनो गरेर केलाउने प्रयास समेत गरिरहेका छौँ। समस्या समाधान सँगसँगै त्यसका उपायहरू के हुन सक्छन्, कार्यक्रम पेट बोलीका विभिन्न शीर्षकहरूमा हामीले विभिन्न संवादहरूलाई अगाडि बढाइरहेका छौँ। विशेष गरी आज प्रथम विश्व आरोग्य दिवस परेको छ। नेपाल सरकारको प्रस्तावमा यसलाई विश्वभर मनाउने गरी संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउन सुरु गरेको छ। अप्रिल 15 तारिकलाई विश्व आरोग्य दिवसका रूपमा मनाउन गइएको छ। हिमालको चेतना विश्वको आरोग्य भन्ने मूल नाराका साथ आज विश्वभर यो दिवस मनाउने गरिन्छ र पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रथम विश्व आरोग्य दिवस मनाउने तयारी समेत भइरहेको छ। विशेष गरी जीवन विज्ञान पोखरा महानगर समितिले आज दिउँसो 1:15 बजे विन्ध्यवासिनी मन्दिरको सभाहालमा सो जागरण कार्यक्रमको आयोजना गरिरहेको छ भने पोखरामा रहेका विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाहरूले पनि यो कार्यक्रमको आयोजना गरिरहेका छन्। प्रथम विश्व आरोग्य दिवसको अवसरमा तपाईँ सम्पूर्णलाई आरोग्यताको हामी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी आजदेखि देशभर आर्थिक गणना सुरु हुन गइरहेको छ। विशेष गरी देशको आर्थिक समृद्धिका लागि अगाडि बढाउने उद्देश्यले पनि यो आर्थिक गणना सुरु गर्न लागि हो। आर्थिक गणना सुरु गर्नका निमित्त गणकहरू विभिन्न व्यावसायिक क्षेत्रहरूमा र तपाईँकै घर दैलोमा समेत उनीहरू आउँदैछन्। आर्थिक गणना सुरु हुँदैछ। आज हामी विशेष गरी पछिल्लो समय लोक संस्कृति, त्यसमा पनि भजन संस्कृतिका विषयमा केन्द्रित भएर कुराकानी गर्ने यो जमर्कोमा जुटिरहेका छौँ। भजन संस्कृति धार्मिक कार्यहरूमा जसरी यसको आफ्नै किसिमको एउटा प्रभुत्व रहेको छ, पछिल्लो समय भने भजन संस्कृति कतै लोप हुने अवस्थामा पुग्ने त होइन भन्ने चिन्ता समेत जागेको छ। तर यो चिन्ताका बीचमा एउटा आशाको सञ्चार पनि भएको छ। पोखरामा रहेका युवाहरूले भजन संस्कृतिलाई जगेर्ना गर्नका निमित्त, यसको संरक्षण र प्रवर्धन गर्नका निमित्त एक किसिमको अभियान नै सञ्चालन गरिरहनु भएको छ। विशेष गरी फेसबुक ग्रुपको रूपमा रहेको MRR पोखराले यसलाई अगाडि बढाइरहेको छ र भजन संस्कृति जुन हाम्रो आफ्नो परम्परागत संस्कृति रहेको छ, नेपालीहरूको परम्परागत संस्कृति रहेको छ, त्यसलाई जगेर्ना गर्ने यो अभियान नै उहाँहरूले यो सञ्जाल मार्फत सुरु गरिरहनु भएको छ र विभिन्न ठाउँमा पुगेर विभिन्न धार्मिक सङ्घ संस्थासँगको सहकार्यमा उहाँहरूले त्यो कार्यक्रम समेत गरिरहनु भएको छ। आज हामी विशेष गरी लोप हुने अवस्थामा पुगेको भजन संस्कृतिको जगेर्ना र यसमा युवाहरूको भूमिका के रहन सक्छ, यसका विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। कुराकानीका लागि मैले स्टुडियोमा निम्ति आएको छु युवा धार्मिक व्यक्तित्व फेसबुक ग्रुप MRR पोखराका सक्रिय सदस्य उत्तम बरालजीलाई। बरालजी नमस्कार। हजुर नमस्कार। यहाँलाई कार्यक्रममा धेरै स्वागत छ। धन्यवाद सर। विशेष गरी भजन संस्कृतिका विषयमा हामी केन्द्रित हुन्छौँ र यो नेपालको परम्परागत र लोक सांस्कृतिक एउटा संस्कृति पनि हो। साँच्चीकै भन्नुपर्दा भजनलाई हामीले धार्मिक आस्थाबाट हेर्दाखेरि कसरी बुझ्न सक्छौँ? यसलाई त खासमा के भन्नु पर्दाखेरि धार्मिक आस्थातिर हेर्दाखेरि खासमा हामीले के कुरा बुझ्न सकिन्छ भन्दा धर्म भनेको एउटा अनुशासन पनि हो होइन। अहिले पनि नेपालमा कानुन आयो। पहिला कानुन नहुँदाखेरि चाहिँ यसलाई हामीले चाहिँ एउटा अनुशासनको दायरामा ल्याउने पनि एउटा भूमिका हो, नभए एउटा चाहिँ पहिला त यसलाई त संविधानै मानिन्छ होइन धार्मिक भनेको। यसबाट धार्मिक चाहिँ के हो भन्दाखेरि धार्मिकले के गर्छ भन्दा मानिसलाई अनुशासनको दायरामा ल्याउने होइन, समाजमा राम्रा किसिमका कुराहरूलाई चाहिँ बढाउने कुराहरू नै लिएर आउँछ भन्ने चाहिँ लाग्छ। भनेपछि अनुशासनमा बाँध्नका निमित्त पनि यो आफैमा प्राय रहेको छ। अब हामीले धार्मिक कुरा गरिरहँदाखेरि धार्मिक संस्कृतिका विभिन्न पाटाहरू खेलाइरहँदाखेरि यो भजन संस्कृति अहिले लोप हुने अवस्थामा पुगिरहेको थियो। यहाँहरूले त्यसलाई सञ्चार गरिरहनु भएको छ र आशा जगाइदिनु भएको छ। साँच्चीकै यो भजन संस्कृति
धर्म र भजन त एक आपसमा परिपूरक छन् र यिनीहरू नङ र मासुको जस्तै सम्बन्ध छ। भजनलाई अलिकति व्याख्या गर्नुपर्दा सामान्य अर्थमा सामान्य नागरिकले बुझ्ने तरिकाले भन्नुपर्दा भजन संस्कृति चाहिँ के हो? यो भजन संस्कृति भन्नाले अब हामीले के कुरा बुझिन्छ भने भजन भनेको खासमा भन्दाखेरि कुनै व्यक्तिको पनि गाउन सकियो हामीले, कुनै एउटा राजा महाराजाको पनि गाउन सकियो भने, अर्को चाहिँ शास्त्रमा लेखिएका कुरा, शास्त्रमा उद्धरण गरिएका कुराहरूलाई हामीले सरल व्यक्ति सरल तरिकाबाट सरल भाषाबाट गीत सङ्गीतबाट चाहिँ व्यक्त गर्ने कुराहरू भनेपछि भक्त र जनजनको एउटा मिलनबाट नै एकदम भजनको प्रादुर्भाव भएको छ। र विशेष गरी भजनमा हामीले धार्मिक कुरा नै बढी मात्रामा जोडिएका हुन्छन्। भगवानका विभिन्न रूपहरूको त्यहाँ व्याख्या गरिएको हुन्छ, त्यसलाई एउटा साङ्गीतिक शैली देखिएको हुन्छ। यो अवस्थालाई हेर्नुपर्दा भजन अहिले जसरी अब ग्रामीण क्षेत्रमा सहरी क्षेत्रमा त लगभग लोप हुने अवस्थामा पुगेकै हो, ग्रामीण क्षेत्रमा पनि अहिले कमजोर हुँदै गइरहेको छ। यो भजन संस्कृतिमा आकर्षण नदेखिएको अथवा धार्मिक आस्थाका विषयमा चाहिँ पछिल्लो क्रममा पछिल्लो पिँढीले वास्ता नगरेको, यहाँलाई के लाग्छ? त्यो पक्कै पनि तपाईँले अघि नै भन्नुभयो, ग्रामीण क्षेत्रमा पहिला यसको चाहिँ धेरै चल्ती थियो। अब यो ग्रामीण क्षेत्रमा पहिला चल्ती थियो भने अब पहिलाका पुस्तान्त हाम्रा नै जिजुबाजीहरूले यसलाई चाहिँ उत्थान गरिराख्नु भएको थियो। शास्त्रमा भएका कुराहरूलाई चाहिँ सारका आधारमा चाहिँ गाउनुहुन्थ्यो भने त्यसलाई चाहिँ जागेर्ना गर्नका निमित्त युवाहरू नै गाउँमा बसिनन्। सहरिया भने सहरियाका विभिन्न खाइपियाई त्यसमा भएका अन्य किसिमका कुराहरूमा चाहिँ हाम्रा युवाहरू, हामी जस्ता युवाहरू चाहिँ त्यसमा लिप्त भए, त्यसलाई चाहिँ अनुयायी गर्न चाहिँ मानेनन्। अर्को कुरा के छ भने मान्छे सहरमै नभइकन मान्छे विदेशी नै पनि कुरा भयो, जसका लागि चाहिँ यसप्रति चाहिँ युवाहरूले चाहिँ जनचासो पनि नदिएका कुराहरू पनि रहे भन्ने कुराहरू चाहिँ म भन्न चाहन्छु। भनेपछि अब भजन भन्ने बित्तिकै पूर्वीय संस्कृतिसँग होइन जोडिएको एउटा प्रसङ्ग पनि आउनेछ र त्यो आधारमा हेर्नुपर्दा हामीलाई पाश्चात्य संस्कृतिले गाँज्यो, त्यसले गर्दा पूर्वीय संस्कृति हराउँदै गयो एकदम होइन। अब गाउँघरकै कुरा गर्नुपर्दा सामान्य पूजाआजा भयो भने पनि मान्छेहरू जम्मा हुने र होइन अब त्यहाँ भजन कीर्तन गर्न सुरु गरिहाल्ने एउटा प्रचलन रहेको थियो, त्यो अहिले लगभग कम हुँदै गइरहेको छ। उयो विशेष भयो भने मात्रै बोलाएर होइन अब त्यस्ता समूहलाई बोलाएर गर्ने प्रचलन रहेको छ। अब यो अवस्थामा साँच्चीकै अहिले पछिल्लो समयमा यहाँहरूकै यो एमआरआर होइन ग्रुप चाहिँ देखिएको छ, विभिन्न ठाउँमा यहाँहरूले भजन कीर्तन गरिरहनु भएको छ। यो फेसबुक ग्रुप मार्फत यहाँहरूले यसरी समन्वय गरिरहनु भएको छ कि जसलाई धेरै मानिसहरूले यहाँहरूको त्यो आकर्षणलाई पनि देखिरहेका छन् क्या, हामीले विभिन्न च्यानल मार्फत हेरिरहेका छौँ। यो कसरी सम्भव भयो? यस्तो छ, यसको सम्भवका कुराहरू चाहिँ गर्दाखेरि चाहिँ अब यो एमआरआर ग्रुप 2067 सालतिर यसको स्थापना भयो। यो स्थापना काल नै देखुन्दै के थियो भन्दाखेरि यसले चाहिँ दाजुभाइहरू बिच चाहिँ यो एउटा भातृत्व निर्माण गर्ने, साथीत्व निर्माण गर्ने, बन्धुत्व निर्माण गर्ने, भाइचारा निर्माण गर्नका लागि यो चाहिँ स्थापना भयो। यसको उद्देश्य नै के थियो भन्दाखेरि चाहिँ लन त के अरे साथीभाइहरू बिच सामाजिक काम गर्नै पर्छ भन्ने चाहिँ यसको उद्देश्य थिएन होइन। पछि गर्दै जाँदा चाहिँ समाजमा भएका विभिन्न घटनाहरूका कुराहरू पनि यसले उत्थान गर्दै गयो। भनेपछि सामान्य साथीभाइहरू ग्रुपमा जोडिन्छन् र कुराकानी गरौँला भन्ने माध्यम मात्रै थियो। रमाइलो गरौँ, एक हिसाबमा रमाइलो गरौँ, पुरुषहरूको साझामा रमाइलो गरौँ, अथवा रमाइलो गर्दै जाँदाखेरि कसलाई मलाई के सम्बन्धी पिर परेको हुन्छ त्यो त्यहाँ पोखिदिँदाखेरि सेयरिङ एउटा केयरिङ माध्यम पनि भयो है। त्यो गर्दै गर्दै जाँदाखेरि चाहिँ अब यसले चाहिँ सहयोग गर्ने अनि सँगसँगै आवाजहरू पनि उठाउने पनि भयो। अनि अर्को कुरा के आयो भन्दाखेरि विभिन्न सरकारलाई चाहिँ यसले झकझकाउने काम पनि गर्दै आयो र आजभन्दा लगभग तपाईँको 32-33 महिना अगाडि चाहिँ पोखराबाट चाहिँ लन त एउटा धार्मिक चेतना पनि हामीले फैलाउँ। अब यसरी साथीभाइहरू बिच बस्दाखेरि उशृङ्खल कुराकानी गर्ने अथवा कुलत पनि लाग्न सक्ने भन्ने कुरा गर्दाखेरि नै एउटा केही त गरौँ न, हप्ताको एकचोटि केही गरौँ अथवा हप्तामा एकचोटि चाहिँ साथीभाइहरूको अनेक विधामा काम भएको हुन्छ, दुःख पीडा भएको हुन्छ, त्यो पोख्ने माध्यम केही समय पनि रहन भन्दाखेरि हामीले बेलुका 1.5 घन्टा एउटा मठ मन्दिरमा बस्ने अथवा हामी साथीहरू बिच भजनै गाउनु पर्यो अथवा शास्त्रका पुस्तकहरू पढ्ने होइन, अथवा विभिन्न कुराहरू गर्ने, मन चाहिँ अन्त नजाओस्। भनेपछि पाश्चात्य सङ्गीतको कन्सर्ट छोडेर यहाँहरू भजनतिर लाग्नुभयो? त्यो पनि हो। अनि अर्को कुरा के हो भन्दाखेरि
हामीले चाहिँ यसलाई चाहिँ के जोडियो भन्दाखेरि धार्मिक र प्राकृतिक सम्पदामा भित्र रहेर चाहिँ हामीले चाहिँ भजन कीर्तन कार्यक्रम गर्नु त भन्ने कुरा हो यो। फेरि साधक के अरे यसलाई चाहिँ निर्दिष्ट रूपमा भन्दाखेरि चाहिँ यो एमआरआर भन्ने ग्रुप चाहिँ धर्म प्रचारक के अरे ग्रुप पनि त होइन होइन। त्यो ग्रुपभित्र त हामी धेरै छ, मैले भन्दाखेरि 55,000 जना युवाहरू छन् जुन नेपालभित्र तथा नेपाल बाहिर रहनुभएका नेपाली नागरिकहरू 18 वर्ष माथि भएका पुरुषहरूको एउटा साझा संस्थामा छौँ हामी। यो पोखरामाबाट चाहिँ यही कुराले चाहिँ अहिले सुरु भयो यो भजन कीर्तन कार्यक्रम भन्ने कुरा चाहिँ मैले भन्न चाहेँ। अघि पनि तपाईँले उठाउनु भयो हामी धर्म प्रचारक होइन भन्ने कुरा यहाँले गर्नुभयो। पक्कै पनि धर्म प्रचारक यहाँले गर्नुभएको छैन, संस्कृतिको चाहिँ प्रचार गर्नुभएको छ, नेपाली संस्कृतिको प्रचार गर्नुभएको छ। भजन संस्कृति हाम्रो नेपाली एउटा संस्कृति पनि हो र पूर्वीय दर्शनको संस्कृति पनि हो। अब यसरी भजन कीर्तन गरिरहँदाखेरि होइन त्यहाँ रामायणका श्लोकदेखि लिएर कृष्ण चरित्रका कुराहरूदेखि लिएर विभिन्न देवी देवताका ती विभिन्न किसिमका चाहिँ आउनुपर्छ होइन, धार्मिक किंवदन्तीहरू पनि त्यहाँ समावेश गर्नुहुन्छ र त्यसलाई लयात्मक बनाउने पनि फेरि आफ्नो एउटा शैली छ, भजनको शैली छ। त्यसलाई चाहिँ कसरी मिलाइरहनु भएको छ? त्यस्ता साथीहरूको होइन त्यो योग्यता के छ? यस्तो छ, यसमा त कस्तो हुन्छ भने सबैभन्दा पहिला चाहिँ भावना र मन मिल्नु पर्यो, मन मिल्नु पर्यो। अब मेरै कुरा गर्दाखेरि चाहिँ अहिले त्यसमा चाहिँ म अन्य साथीहरूले पनि गाइराख्नु भएछ, मलाई साथ दिइराख्नु भएछ भने म चाहिँ सुरुवाती चरणबाटै म प्रमुख रूपमा चाहिँ मैले गाइराखेको छु। मेरो हिसाबमा भन्दाखेरि के छ भन्दाखेरि मैले 2064 सालबाटै मैले भजन कीर्तन क्षेत्रमा चाहिँ गाउन लागेको हो। म फेरि कुनै गायककार पनि होइन, फेरि भजन गायक हुनको लागि धेरै के अरे चाहिन्छ, धेरै अध्ययन पनि चाहिन्छ होइन। म फेरि संस्कृतको विधामा आचार्य प्राचार्य पनि गरेको छैन, थोरै मैले जानेको होला। यस्तो छ, यसमा चाहिँ मैले संस्कृति भाषा संस्कृति कुराहरू चाहिँ अब विभिन्न पुस्तकहरू तपाईँले अघि नै भन्नुभयो रामायणका पुस्तकहरू होइन, आठकाण्ड रामायणहरू, कृष्ण चरित्रहरू होइन, श्रीमद् भागवत गीताहरू होइन, अथवा अन्य अब शिव पुराण होइन, अब अनि मार्कण्डेय पुराणहरू, यी चाहिँ पुराणहरूका पुस्तकहरू पढेर जानेर चाहिँ यसलाई चाहिँ त्यसभित्र भएका विभिन्न घटनाहरूलाई चाहिँ हामीले चाहिँ लयात्मक गर्ने तरिकाका चाहिँ हामी म आफैले सिर्जना गर्ने भइसकेपछि साथीहरूले पनि त्यसमा भित्र चाहिँ अलिकति जनचासो राखेर चाहिँ साथीहरू पनि आफैमा अध्ययनशील हुनुहुन्छ जुन लाग्नुभएका साथीहरू, अनि हामी चाहिँ बसेर साथीभाइहरू बिच चाहिँ ल नि त आज के अरे एउटा पुस्तक पढौँ, यसबाट चाहिँ केही कुरा चाहिँ नयाँ सिर्जना गरौँ भन्ने तरिकाका चाहिँ त्यहाँ भएका कुराहरूलाई लयात्मक रूपमा निकाल्न सकिन्छ सकिँदैन त्यो विषयमा पनि छलफल हुन्छ हामी सम्झ हामी 2-4 जना बस्ने बित्तिकै के गरौँ त नि भन्दाखेरि ल अब नयाँ चिज चाहिँ केही अध्ययन गरौँ भन्ने तरिकाको चाहिँ हुन्छ साथीहरू बिच महरू बिच। जस्तो उत्तमजी यहाँ आफै पनि प्रमुख यो भजन गाउनुहुन्छ होइन, यहाँ आफैले निकाल्नुहुन्छ होइन, विभिन्न किसिमका भजनका शीर्षकहरू होइन, लयहरू यहाँहरू आफैले निकाल्नुहुन्छ। यहाँको सानैदेखिको रुचि हो अथवा गाउँघरमा बुवाहरूसँग हिँड्दाखेरि अथवा दाजुभाइहरूसँग भेट्दाखेरि सामान्य पूजाआजा गर्दाखेरि सिकिएका कुराहरू हुन्? एकदम म एउटाको तपाईँले भन्नुभयो एउटा मेरो चाहिँ के थियो भन्दा म जन्मसिद्धकै रूपमा चाहिँ खासमा यो रुचि भएको चाहिँ व्यक्ति अब म सानामा हुँदाखेरि 2-4 वर्ष हुँदाखेरि चाहिँ जुन हामीसित चाहिँ इन्स्ट्रुमेन्टहरू नहुँदा थाल बजाउने रामा रामा भन्ने होइन, हरे कृष्ण भन्ने थियो होइन। त्यति बेला ठ्याक्कै हामीसित खैँजरी मुजुरा एभाइलेबल पनि हुन्थेन गाउँघरतिर है। त्यो भएपछि रुचिका कुराहरू पनि भए, रुचि हुँदै जाँदाखेरि चाहिँ अब गाउँघरतिर त पहिला त पूजाआजा धेरै हुने, धेरै भइसकेपछि भजन कीर्तन कार्यक्रम सञ्चालन भइसकेपछि माझमा गएर बसिसकेपछि अनि बुढा पाकाहरूले अथवा हाम्रा हजुरबुवा बुबाहरूले चाहिँ गएको देखेर चाहिँ त्यही कुरा सिक्दै आइयो। सिक्दै आइसकेपछि त अब यतिले मात्रै हुँदैन है भन्ने कुरा चाहिँ त्यसपछि चाहिँ शास्त्र सम्बद्ध रूप चाहिँ पढ्न लाग्यो। पढिसकेपछि त यसरी आइराखेको छ। अब यो एमआरआर ग्रुपले यो किसिमको एउटा भजन संस्कृतिलाई अगाडि बढाइरहँदाखेरि यहाँहरू विभिन्न ठाउँहरूमा जानुभएको छ, कहिले भालेश्वर काभ्रे प्लान्चोक पुग्नु भएको छ होइन, कहिले पोखराकै विभिन्न ठाउँहरू विभिन्न धार्मिक सङ्घ संस्थाहरूमा पनि यहाँहरू पुग्नु भएको छ। त्यहाँ गएर 1.5-2 घन्टासम्म यहाँहरूले मजाले भजन गाइदिनु भएको छ। धेरै धार्मिक व्यक्तित्वहरूलाई यहाँहरूले एउटा स्वादन दिनुभएको छ। यी सबै कामहरूको समन्वय चाहिँ कसरी गर्नुभएको छ, कसरी मिलाइरहनु भएको? यस्तो छ, अब तपाईँले भन्नुभयो भालेश्वर, हामी शिवरात्रिको अवसर पारेर हामी भालेश्वर महादेव मन्दिरमा हामी चन्द्रगिरीमा गइयो। यो खासमा भन्दाखेरि चाहिँ हामी यो ग्रुपमा चाहिँ के हुन्छ भन्दाखेरि हामी चाहिँ ग्रुप चाहिँ कसैको व्यक्तिको घरमा हामी गइदिन भजन गाउने गइदिन्न हामी। त्यो यदि जानु पर्यो भने जस्तै म जानु पर्यो भने चाहिँ मेरो चाहिँ त्यो चाहिँ 64 सालतिर स्थापना भएको चाहिँ पुम्दी युवा भजन समूह चाहिँ के छ भन्दाखेरि त्यो म त्यसको रिप्रेजेन्ट गरिराखेको छु। त्यसबाट गइन्छ। हामी भालेश्वरमा गएको चाहिँ एमआरआर ग्रुपबाट चाहिँ होइन, हामी चाहिँ साथीभाइहरू मनमिल्ने साथीभाइहरू पोखराको मनमिल्ने साथीभाइ
साथीभाइहरू गएर भजन कीर्तन गाइयो, भालेश्वरको दर्शन पनि गरौँ, भजन पनि भजन पनि गाउँ गरौँ भन्ने चाहिँ त्यो भयो। अर्को कुरा के छ भन्दाखेरि हामी चितवन जान पर्यो भने हाम्रो छुट्टा छुट्टै ठाउँमा यस्तो सहरहरूमा प्रमुख सहरहरूमा चाहिँ छुट्टा छुट्टै एमआरआरका टिमबाट त्यही भजन कीर्तन गाइराख्नु भएको छ। जस्तै पोखरामा हामीले गाइयो है, अब हाम्रो यहीँ नजिकै बागलुङमा नि हाम्रो एमआरआर टिम बागलुङ छ, काठमाडौँमा नि एमआरआर टिम काठमाडौँ छ, चितवनमा नि छ, अनि हाम्रो अहिले हेटौँडामा पनि छ, बुटोलमा पनि छ, सैनामाइनामा पनि छ। त्यो सँगसँगै हाम्रो विदेशमा पनि छ, अहिले अस्ट्रेलिया पनि छ, अमेरिकामा पनि छ, जापानमा पनि छ। यसबाट देशमा मात्रै नभएर विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रहरूमा पनि यसको चाहिँ टिम बनेर चाहिँ भजन कीर्तन कार्यक्रम भइरहेको छ, यो धार्मिक कार्यक्रम। यहाँले होइन, अब यी कार्यक्रमहरू गरिरहँदाखेरि होइन, समन्वय त तपाईँहरूको फेसबुक ग्रुप मार्फत त समन्वय खालको हुने भयो। यो सँगसँगै अन्य व्यक्तिहरूसँग जो धार्मिक सङ्घ संस्थाहरू छन्, पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाहरू छन्, तिनीहरूसँग समन्वय हुन्छ कि हुँदैन? यस्तो छ, अब समन्वय त हामीले के गर्नुपर्छ भन्दाखेरि जस्तै अब मठ मन्दिरका कुराहरू, अब कुन शनिबार कता गरी मठ मन्दिरका कुराहरू भन्दाखेरि कतै त हामीले पनि खोजिन्छ। हामी आफै जो पाइपर्छ, जस्तै वडा नम्बर 13मा मठ मन्दिर चाहियो भन्ने कुरा हाम्रो वडा नम्बर 13मा हाम्रो साथीहरू हुनुहुन्छ, आज यहाँ उहाँले सम्मेलन गर्नुभयो। जस्तै म 22मा भइहालेँ, मेरो वडा नम्बर 22मा मै सम्मेलन त्यो ग्रुपमा अधिकांश चाहिँ सम्बन्धित वडाका साथीहरू त्यहाँ संलग्न हुनुहुन्छ, उहाँहरूले नै संयोजन गर्नुहुन्छ, एकदम त्यसरी कार्यक्रम भइरहेको छ। समन्वयकारी भूमिकामा त हामी सबैको छ, सम्पूर्ण वडाबाट प्रतिनिधित्व गर्ने साथीहरू छन्। कतै कतै अब फोन पनि आउँछन्, ल त्यहाँ फोन आइसकेपछि पाइप पर्ने साथीहरू, जस्तै पोखरा 6मा पाइपहरू भने वरिपरि 6, 5मा को बस्नुहुन्छ, त्यहाँ हामीले चाहिँ साथीभाइहरू बिच बेसुक छ, यहाँ यस्तो यस्तो कुरा आएको छ, त्यहाँ गएर यसो मन्दिर हेर्नुहोस्, भजन कीर्तन कार्यक्रम गरौँ भन्ने छ। जस्तो अब पोखरा पर्यटनको सहर पनि हो र पर्यटकीय प्रवर्धन गर्नका निमित्त, पर्यटन प्रवर्धन गर्नका निमित्त विभिन्न कार्यक्रमहरू पोखरामा लगभग महिनै पछि हुन्छन् होइन। अब त्यहाँ गीत सङ्गीतका कुराहरू आउँछन्, म्युजिक कन्सर्टका कुराहरू आउँछन्, अन्य कुराहरू आउँछन्। ती कार्यक्रमहरू गरिरहँदाखेरि साँच्चीकै भजन संस्कृतिलाई पनि अगाडि बढाउनुपर्छ भनेर तपाईँहरूसँग समन्वय गर्ने काम अथवा तपाईँहरूलाई खबर गर्ने काम भएको छ कि छैन? एकदम भएको छ। हामीहरू चाहिँ यसलाई धेरैबाट, जस्तै विभिन्न फेस्टिभलहरू भयो, विभिन्न मेला महोत्सवहरू त पोखरामा भइरहेको छ। अब त्यो पोखरामा मेला महोत्सव हुनुमा त अग्रपन्थीमा एउटा सहर पनि हो, धेरै कुराहरू आइराखेका छन्। त्यसमा चाहिँ हामी चाहिँ के छ भन्दाखेरि शनिबार मेला महोत्सव हुँदाखेरि त हाम्रो समय, साथीभाइहरूको समय पनि नमिल्न सक्छ। त्यो कुरामा चाहिँ हामीहरू चाहिँ समय नमिल्ने, अब कोही कहिले के नमिल्ने भएको भएर चाहिँ भएको छैन। तर अब धेरै कुराहरू चाहिँ आएका छन्। भनेपछि उहाँहरूले सम्झँदै पनि यहाँको समयको पाबन्दी सहभागी नहुनु भयो भनेपछि अब त्यहाँ भजन संस्कृति अलिकति हेय गरेको त्यो खालको स्थिति त छैन, एकदमै छैन। हामी नगए पनि विभिन्न क्लबबाट चाहिँ त्यहाँ विभिन्न के अरे संस्थाबाट अथवा विभिन्न समूहबाट चाहिँ हाम्रा साथीभाइहरूले त्यहाँ चाहिँ सहभागिता जनाउनु भएको छ। अब जहाँ हामी नै गए पनि त्यहाँ धार्मिक चेतना फैलिने हो, अर्को व्यक्ति गए धार्मिक चेतना फैलिने हो, उद्देश्य त एउटै हो। अब यो खैँजडी मुजुराका कुराहरू होइन, वाद्य सामग्री त चाहिन्छ, त्यसको जोडजाम चाहिँ यो ग्रुपले कसरी गर्छ? यस्तो आफैले सङ्कलन गर्छ कि? यो ग्रुपमा चाहिँ के छ भन्दाखेरि विभिन्न पेसा व्यवसायमा अथवा आबद्ध भएका साथीभाइहरू हुनुहुन्छ। आफैमा यसको चाहिँ कुनै खाता पनि छैन, कुनै दर्ता पनि छैन होइन। मन मिल्ने साथीभाइहरू मिलेर गरिएको एउटा चाहिँ कार्यक्रम हो। तपाईँले भन्नुभयो विभिन्न भाँडाकुँडाहरू, खैँजडी मुजुरा मादलहरू के छ भन्दाखेरि हाम्रा साथीभाइहरूले सहयोगका रूपमा चाहिँ दिनुभएको छ। त्यसलाई चाहिँ एकगट्ठा राखेर चाहिँ मैले सक्छु भने मैले व्यवस्थापन गर्छु, अथवा हामी त धेरै छौँ पोखरामा, लगभग 400-500 जना छौँ है। अब 400-500 जनामा 200-300 जना त भजन कीर्तन कार्यक्रममा सहभागिता हुनुहुन्छ। ल आज तपाईँको वडामा, जस्तै मेरै वडामा 22मा गइनु, यो भाडा मै राख्छु, म लिएर आउँछु भन्ने तरिकाको चाहिँ व्यवस्थापन छ। किन्ने कुरामा चाहिँ साथीभाइहरूका सहयोगमा चाहिँ भइरहेको छ, अथवा गाउने बजाउने अथवा त्यो चाहिँ सहभागिता हुने आफै लिएर आउनुहुन्छ, बजाउनुहुन्छ, लिएर जानुहुन्छ। अब यो बजाउने कुरा, लयका कुराहरू आउँछन् र हामी तपाईँसँग अहिले अन्त्यतिर पनि एउटा चोटका हामी सुन्छौँ होइन। त्योभन्दा अगाडि विशेष गरी यो भजन संस्कृतिका यी प्रसङ्गहरू उठाइरहँदाखेरि होइन, यी कुराहरू गरिरहँदाखेरि धर्मसँग त छ नै, सामाजिक कुराहरू, सामाजिक विकृतिहरूलाई पनि भजन मार्फत हामीले प्रहार गरिरहेका हुन्छौँ होइन। अब यहाँहरू विभिन्न ठाउँमा गएर व्यक्त गरिरहँदाखेरि सामाजिक विकृतिका कुराहरूलाई कतिको उठाउनु भएको छ? एकदम मैले अघि नै भजनको डिफिनेसनमै कुरा गरेँ, भजन भनेको शास्त्र सम्मत पनि त हुँदैन। कुनै व्यक्तिवादी व्यक्तिका चिन्ताका कुराहरू पनि हामीले व्यक्त गर्न सकिन्छ, दुःख व्यक्त गर्न सकिन्छ होइन।
अहिले पछि नै तपाईँले भन्नुभयो एउटा शास्त्र सम्मत पनि मैले पछि गाउँला अथवा यो समाज विकृति सम्बन्धी हाम्रो गाइराखिएको छ। हाम्रो विभिन्न सामूहिक सञ्जालमा देखिएको जस्तै बोल राम राम होइन अन्त नलाउ यो मन भन्दा पनि नहुनाले ज्ञान मूर्ख भइयो मूर्ख समान भन्ने तरिकाको छ, होइन परिष्कृत गरियो होइन। सधैँ मलाई हरि यही दुःखको भुमरी भन्दाखेरि कसैलाई कुनै के अरे दुःख व्यक्त परेको हुन्छ उसलाई चाहिँ सधैँ त्यही भएको हुन्छ, उसलाई अनुभूति भएको हुन्छ होइन। अनि यसैलाई नै हामीले त के अरे भावनाका रूपमा व्यक्त गरियो होइन। अनि हामीले जागा उठ भाइ देश निर्माण गर्नलाई भन्नको कुरा के छ भन्दाखेरि यसरी बसेर हुँदैन, आफ्नो कर्म गर होइन, आफ्नो काम गर भन्ने तरिकाको पनि त कुराहरू हामीले भजनबाटै अथवा गीत मार्फतै हामीले प्रस्तुत गरिएकै छ। भनेपछि अब भजनमा जुन परम्परागत रूपमा जसरी राखिएका शैलीहरू थिए त्यो शैली त यहाँले छोड्नु भएको छैन, तर पनि त्यहाँ प्रयोग भएका शब्दहरू जो अहिले पाच्य नहुन सक्छन्, अहिले उपयोगी नहुन सक्छन्, त्यसलाई परिवर्तन गरेर पनि यहाँहरूले त्यो गाइरहनु भएको छ र जसले गर्दा समाजलाई अलिकति भए पनि परिवर्तनको दिशामा लगेको छ भन्ने नि हो। अब उत्तमजी, अब यो भजनका कुराकानी गर्दा लोक संस्कृतिका कुराकानी गर्दाखेरि साँच्चीकै यो युवा पुस्ता, अहिलेको जुन युवा पुस्ता छ यो युवा पुस्ता यो भजन संस्कृतिलाई संरक्षण गर्नका निमित्त अब कसरी अलिकति अगाडि बढ्न सक्ला र यहाँहरूको भूमिका चाहिँ के रहन सक्छ? यस्तो छ, अब हाम्रो भूमिका यसमा के हुन्छ भन्दाखेरि कोही मान्छेलाई अब हामी के अरे यसभित्र चाहिँ आउनका लागि हामीले चाहिँ के अरे जबरजस्ती गर्न मिलेन होइन, जबरजस्ती गर्न मिल्दैन। अब मान्छेका विभिन्न व्यथाहरू हुन्छन्, चिन्तनहरू हुन्छन्, कसैले धर्म के अरे मान्दैन, कसैले भजन कीर्तन गाउँदैन भन्न पनि पायो। त्यसलाई चाहिँ हामीले के गर्न सकिन्छ भन्दा प्रेरणादायक तरिकाले सकारात्मक सोचका तरिकाले चाहिँ आफूतिर चाहिँ ल धर्म संस्कृतिका हामीले त विभिन्न जस्तै गीताकै कुरा गर्दाखेरि त मान्छे जुनसुकै धर्मावलम्बीहरूले नै गीताका उपदेशहरू यसलाई चाहिँ अपनाउन सकिन्छ। शास्त्रमा त हामी समाज भान्ने कुराहरू गरेको छैन, व्यक्ति भान्ने कुराहरूको छैनन्। शास्त्र सम्मतका विभिन्न कुराहरूलाई चाहिँ हामीले सकारात्मक रूपमा दिएर तिनीलाई चाहिँ हामीले चाहिँ बोलाउन सकिन्छ भन्ने कुराहरू पनि छन्। भनेपछि अबको यो पुस्ता जुन छ, अहिले अगाडि बढिरहेको यो पुस्ता छ, त्यो पुस्तालाई पनि यो धार्मिक अथवा सांस्कृतिक क्रियाकलापहरूमा बढीभन्दा बढी संलग्न गराउन सकियो र यसका विषयमा हामीले अलिकति सचेतन, जसरी तपाईँहरूले विभिन्न धार्मिक स्थलहरूमा गएर त्यसरी कार्यक्रमहरू गरिरहनु भएको छ, भजन सुनाइरहनु भएको छ, त्यसले चाहिँ एउटा ठुलो भूमिका खेल्छ भन्ने अपेक्षा गर्न सकिन्छ नि, होइन? उत्तमजी, हामी अब लगभग कार्यक्रमको अन्त्यतिर पनि छौँ। विशेष गरी अब अघि पनि मैले अलिकति खोलेको थिएँ, केही भजनको केही होइन हाम्रा श्रोता साथीहरू जसले एभरेस्ट एफएम 93 मेगाहर्ज सुनिरहनु भएको छ, उहाँलाई तपाईँको मुखारवृन्दबाट त्यो किसिमको केही चुड्काहरू चाहिँ जाओस् न। हुन्छ, म एउटा चाहिँ शास्त्र सम्बन्धका कुराहरू पनि गर्छु। मार्कण्डेय पुराणमा हरिश्चन्द्र राजाका यो सबै शास्त्र सम्बन्धको कुरा, हरिश्चन्द्र राजा हुनुहुन्थ्यो, सूर्यवंशी राजा। उहाँ चाहिँ विभिन्न राजगद्दी हुन्थ्यो, विभिन्न के अरे धेरै सम्पत्तिवाला राजगद्दीमा उहाँ हुनुहुन्थ्यो। उहाँ भइसकेपछि विश्वामित्र स्वामीले उहाँलाई चाहिँ परीक्षा लिँदै उहाँ चाहिँ जोगी भएर चाहिँ अर्काको दासी बन्न गएको कुरालाई चाहिँ म यहाँ जोडेर थोरै एउटा चाहिँ म सुन्छु। राजाको दरबारमा रोइदिएको घेरा निगाको समयमा राख्छन् दुःख पीरा, सधैँ मलाई हारी यही दुःखको पुमारी, सधैँ मलाई हारी यही दुःखको पुमारी। यो चाहिँ शास्त्र सम्मत भनेको उनले चाहिँ हरि भनेको हाम्रो भगवान् विष्णुलाई, महादेवलाई सम्झिनु भएको। अनि पहिला राजगद्दीमा भएर अहिले चाहिँ म के अरे दासी भएँ भन्ने कुरा यो जोडियो। अर्को कुरा के छ भन्दाखेरि अर्को अथवा यो तपाईँले भन्नुभयो समाजमा बिग्रिदिएका कुराहरू, उडीमा चरो मैना चरी न्याउरे चरी हुन्छ, यो मनमा बिरहे चल्दा काजम हुन्छ, पिर्छ मनै भारी शान्ति ल्याइदेऊ ये हारी, पिर्छ मनै भारी शान्ति ल्याइदेऊ ये हारी। जस मानिसका वेदनाहरू पीरहरूलाई पनि भजन मार्फत एउटा सम्बोधन गर्न सक्ने अवस्था रहन्छ। खालि धर्मका कुरा मात्रै होइन, त्यसको मात्र व्याख्या हुँदैन। यसलाई समाजलाई परिवर्तन गर्नका निमित्त र गतिशीलता दिनका लागि सामाजिक विषयवस्तु पनि भजनमा हुन्छन् होइन। त्यही भएर यसलाई धर्मसँग मात्रै जोडिनु हुँदैन भन्ने पनि हो। एकदम, मैले अघि नै भने नि जस्तै भजन भन्नका कुराहरू, भजन भन्ने बित्तिकै धर्मसँग मात्रै जोडिएका हुँदैनन्। व्यक्तिका मैले भने एउटा व्यक्तिको पनि भजन गाउन सकिन्छ, जस्तै तपाईँ
को मात्रै मैले भजन गाउन पनि सकेँ कि तपाईँको राम्रो गुणगान गाउनु नै भनेको भने भजन गाउनु हो होइन। होइन हामीले शास्त्रका कुरालाई राम्रा कुराहरू अथवा शास्त्रमा लिखिएका कुरा लिखितम कुरालाई हामीले चाहिँ भक्ति गीत भक्ति सङ्गीतका रूपमा चाहिँ शास्त्र प्रस्तुत गरिएको त्यसैलाई भजन भनिएको हो नि खासमा त हामीले। उत्तमजी, अब यहाँहरूको यो सक्रियता त छ नै होइन, अब के छ आगामी दिनमा यहाँहरू यो यही धार्मिक जागरण सँगसँगै सामाजिक जागरणका लागि के गर्दै हुनुहुन्छ छोटोमा? हामीहरू चाहिँ के छ भन्दाखेरि भजन मात्रै गाइएको छैन, भजन गाउन लागेका अब म त व्यक्तिगत रूपमा भजनतिर भइसकेपछि 64 सालबाट भजन गाउन लाग्यो नि यो ग्रुपकै कुरा अथवा हाम्रो युवाहरूकै कुरा के छ भन्दाखेरि विभिन्न कुराहरू समाजमा हुने सकारात्मक चिन्तन दिने कामहरू हामीले गरिएको छ। जस्तै कसैलाई ब्लडको अभाव पर्छ भने ब्लड गर्ने, आर्थिक सहयोग पर्छ भने हामीले आर्थिक सहयोग पनि जुटाएर विदेशमा हाम्रो साथीभाइहरू जुटाएर दिन सकियो। अर्को सँगसँगै यो 2072 सालको भूकम्प जाँदाखेरि नै भूकम्प पीडितलाई हामीले सहयोग गरियो, त्यस्तै बाढी पीडितहरूलाई सहयोग गरियो र विभिन्न सरकारले विभिन्न गरेका नकारात्मक कार्यका लागि खबरदारीका कुराहरू हामीले गर्न सकियो। यसको काम भनेको खासमा भजन कीर्तन गर्ने हो। अहिले भाष्य नै के भयो भन्दाखेरि अन्य काम छैन, एमआरआर ग्रुप भनेको भजन कीर्तन मात्रै गाउने भन्ने चाहिँ छ। भजन कीर्तन मात्रै होइन, सामाजिक कार्य सामाजिक उत्तरदायित्व निर्माणका लागि सामाजिक उत्तरदायित्वको भूमिकाका लागि चाहिँ अग्रभूमिमा चाहिँ हाम्रो यो ग्रुप छ भन्ने। यसरी नै सामाजिक उत्तरदायित्व भूमिका निर्वाह गर्नुहोला र यहाँहरूले जसरी संस्कृति संरक्षणका लागि भूमिका निर्वाह गरिरहनु भएको छ आगामी दिनमा अझै बढ्न सकोस् यही शुभेच्छा र शुभकामना व्यक्त गर्दै कार्यक्रममा आएर अलिकति भजन संस्कृतिका बारेमा र सँगसँगै जागरणका विषयमा आफ्ना भनाइहरू राखिदिनु भयो। उत्तमजी, यहाँलाई धेरै धन्यवाद छ। जय होस्, कल्याण होस् हजुर। उहाँ हुनुहुन्थ्यो एमआरआर पोखराका सक्रिय सदस्य युवा धार्मिक व्यक्तित्व उत्तम बराल हामीसँग भजन संस्कृतिका विषयमा कुराकानी गर्नुहुँदै। आजका लागि पेट बोलीको निर्धारित समय सकिएको छ। प्राविधिक सहकर्मी रविभूषण पराजुलीलाई धन्यवाद दिँदै म शिशिर पौडेल बिदा चाहन्छु। नमस्कार।